केपी ओलीजीले भन्नु पर्यो अदालतप्रति विश्वास छैन। उहाँले हाउ भन्ने, गृहमन्त्रीलाई बाबु भन्ने, पुलिसका आइजिपीहरूलाई बाबु भन्ने, सेनापतिलाई कुनै मर्यादा गर्नुभयो कि गर्नु भएन, उहाँहरूका सुझावहरू नमान्ने, उहाँ त्यस्तो हो, उहाँ सुपर ह्युमन हो। उहाँको औकातमा ल्याइदिनु पर्ने भयो। अब राज्यले, सरकारले औकातमा ल्याउनै पर्ने देखिन्छ कि यो हिसाबले उहाँले चाहिँ हरेक कुरामा परिस्थिति भड्काउने मात्रै, गुण्डागर्दीलाई प्रोत्साहन दिने, करप्सनलाई प्रोत्साहन दिने, आर्थिक अपराधलाई प्रोत्साहन दिने, त्यसैको जगमा चाहिँ सत्ता कब्जा गर्न खोज्ने यो प्रवृत्ति ठिक भएन नि। यो प्रवृत्तिको विरुद्ध जब यत्रो जनविद्रोह भयो, अब यो प्रवृत्तिलाई कसरी छुट्दिन्छ त? यो जनविद्रोह पछि जन्मेको सरकारले, जनविद्रोहको बीचबाट आएको सरकार हो नि यो त। भनेपछि उहाँको यो प्रवृत्तिलाई हामीले एउटा शान्ति सुरक्षाको, ल एन्ड अर्डरको चुनौतीको रूपमा मात्रै नभएर यसलाई हामीले देशको फौजदारी कानुन मिचेको अर्थमा पनि बुझ्न सक्छौँ। उहाँले यो धेरै यो खालको भड्कापूर्ण क्रियाकलाप गर्नुभयो।